We must work faster to finish today. I agree with you. This will bring a good harvest. Let us keep working. साथीहरू नमस्कार, तपाईहरुलाई म मेरो च्यानलमा हार्दिक स्वागत गर्न चाहन्छु। र मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला र भिडियोलाई एक लाइक पनि अवश्य गरिदिनु होला। आज म यस भिडियोमा एआई द्वारा मोटु पातलुसँग आफू बोलेको कसरी भिडियो बनाउने भन्ने कुरा चाहिँ हजुरहरुलाई सिकाउन गइरहेको छु। त्यसको लागि तपाईले ध्यान दिएर हेर्दिनु होला। ल अब सुरु गरौँ है त आजको यस भिडियो। सर्वप्रथम तपाई आफ्नो मोबाइलमा रहेको नेटवर्क अन गर्नुस्। नेटवर्क अन गरिसकेपछि हामीलाई कुन इमेजमा बनाउने हो भन्ने कुरा हुन्छ। त्यसको लागि तपाईले आफ्नो मोबाइलमा रहेको प्ले स्टोरमा जान पनि सक्नुहुन्छ। प्ले स्टोरमा गएर सर्च बारमा गएर यहाँ के लेख्न सक्नुहुन्छ भनेपछि इमेज डाउनलोडर मैले पहिले लेखिसकेको छु। हो यहाँनिर भएको यस्तो होला है। यसलाई चाहिँ इन्स्टल गर्नुहोस्। मैले सजिलो हुन्छ भनेर पहिले इन्स्टल गरिसकेको छु। त्यसैले यहीबाट के गर्न चाहन्छु, ओपन गर्न चाहन्छु। ओपन गरिसकेपछि चाहिँ यहाँ मोटु पातलु सर्च गरिदियो। के सर्च गर्यो? मोटु पातलु र यहाँबाट आफुलाई चाहिएको इमेज चाहिँ डाउनलोड गर्नुहोस्। ल मैले यसमा दाबेँ र यहाँनिर यो डाउनलोडको अप्सन देख्नु भएको छ। यहाँनिर चाहिँ हजुरले गएर डाउनलोड गर्न सक्नुहुन्छ र यसबाट यसरी डाउनलोड पनि हुन्छ। त्यसपछि तपाई यहाँबाट ब्याक जानुहोस्। हजुरहरुको मोबाइलमा रहेको च्याट जीपीटी मा जानुहोस्। म च्याट जीपीटी बाट त्यस्तो गाह्रो तरिकाले हजुरहरुलाई सिकाउन्न है। मैले यहाँ पहिला नै एउटा बनाएको छु। यहाँ हेर्न सक्नुहुन्छ है। के हेर्न सक्नुहुन्छ भनेपछि यहाँनिर चाहिँ हामीले के गर्न सकिन्छ, यहाँ तपाई आफ्नो मोबाइलमा गएर चाहिँ के गर्न सक्नुहुन्छ, फोटो चाहिँ क्रिएट गर्न सक्नुहुन्छ। यहाँ मैले बनाएको थिएँ, रोकिनुस् है। मोटु पातलुको गाउँमा भनेर यहाँ चाहिँ एउटा बनाएको छु। जस्तै यहाँ चाहिँ सुरुमा यो फोटो डाउनलोड गरेको छु मैले र यो फोटो दिएर यो फोटोलाई चाहिँ धान रोपेको, जस्तै हामीले धान रोपेको भिडियो बनाउन चाहन्छौँ भने धान रोपेको भिडियो बनाइदिनुस् भनेर लेख्ने। धान रोपेको है, यो वाला पनि हैन, रोकिनुस् है। हो यहाँ बनाइदिएको छ, हेर्नुस्। यो धान रोपेको फोटो। यसले चाहिँ यस्तो फोटो चाहिँ तपाईले यहाँबाट क्रिएट गर्न सक्नुहुन्छ र यसलाई यहाँनिर भएको यो डाउनलोड अप्सनमा क्लिक गरेर के गर्न सक्नुहुन्छ, डाउनलोड गर्न सक्नुहुन्छ। ल डाउनलोड अप्सनमा मैले क्लिक गरेँ र यहाँ इमेज सेभ भनेको छ। अब इमेज सेभ भइसकेपछि हजुरहरुको मोबाइलमा रहेको गुगलमा चाहिँ जान सक्नुहुन्छ। गुगलमा गइसकेपछि यहाँ सर्च बारमा जान सक्नुहुन्छ। सर्च बारमा के भनेको छ, के सर्च गर्नुस् भनेपछि FLOW फ्लो AI भनेर हजुरहरुले सर्च गर्न पर्छ। त्यसपछि यहाँ देख्न सक्नुहुन्छ सुरुमा आएको छ गुगल ल्याब्स। गुगल ल्याब्समा चाहिँ क्लिक गर्नुस् र यहाँबाट यहाँ लान्छ। यहाँ सुरुमा एकाउन्ट खोल्नु पर्ने हुन्छ। मैले अटोमेटिकली यहाँ एकाउन्ट खोलिसकेको छु। यता देख्न सक्नुहुन्छ र खोल्न भनेको छ। जस्तै ल मैले यो अकाउन्ट खोलेँ भनेपछि यहाँ चाहिँ यो अकाउन्ट चाहिँ मैले जेनेरेट गरेँ। तपाईहरुको मोबाइलमा पनि जिमेल हुन सक्छ, त्यहाँबाट चाहिँ जेनेरेट गर्न सक्नुहुन्छ। हो यहाँनिर न्यू प्रोजेक्टको अप्सन आउँछ, तपाईले त्यहाँनिर क्लिक गर्नुस्। यो एकदमै सिम्पल तरिका हो र यहाँनिर क्लिक गर्नुस्। यहाँ प्लसको आइटममा क्लिक गर्नुभयो भने यहाँ माथिनिर अपलोड जस्तो माथि एरोवाला के आउँछ, सिग्नल आउँछ। त्यहाँ क्लिक गरेर तपाईले के गर्न सक्नुहुन्छ, फोटो जेनेरेट गर्न सक्नुहुन्छ। मैले यो फोटो चाहिँ जेनेरेट गरेँ है। हामीले अघि डाउनलोड गरेको फोटोलाई चाहिँ के गर्ने, जेनेरेट गर्ने। र अब यहाँ प्रोसेसिङ हुँदैछ, एकछिन पर्खिनुस्। यो प्रोसेसिङ हुँदासम्म चाहिँ हामी पर्खिनु पर्छ है त। अब यसले के भन्छ, यहाँ प्रोसेसिङ भइसकेपछि यो फोटो भइसकेपछि यहाँनिर अब तपाईले के को बारेमा भिडियो बनाउन चाहनुहुन्छ त्यो लेख्नुस्। यहाँ हेर्नुस्, यहाँ लेख्न चाहिँ सजिलो छ है। यसलाई हटाइदिउँ। फोटो अनुसार र सिम्पल तरिका है। यो चाहिँ सिम्पल। यो लेखिसकेपछि अब यहाँ देख्न सक्नुहुन्छ तपाईले कुन भिडियो बनाउने हो। यो लङ भिडियो बनाउने हुन्छ भने 16.9 गर्नु पर्यो। सर्ट भिडियो बनाउनुहुन्छ भने 9.6 गर्नु पर्यो। हामीले लङ भिडियो बनाउने हो, त्यही भएर यो गरिम। कतिवटा भिडियो बनाउनुहुन्छ, यसले कतिवटा भिडियो बनाउन सक्छ
भन्ने कुराको लागि यो भयो। अहिले चाहिँ मैले यहाँ एउटा मात्रै गर्ने है, एउटा मात्रै गर्नको लागि यहाँ यो ठिक छ। अब यो लेखिसकेपछि यहाँ चाहिँ यो अब हामीले यहाँ यस्तो गरिदिइसकेपछि चाहिँ यो यहाँ एउटा भिडियो चाहिँ प्रोसेसिङ हुन्छ। हेर्नुहोस्, म फेरि पनि तपाईँहरूलाई के भन्न चाहन्छु भने च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने च्यानललाई सब्सक्राइब गरिदिनु होला, किनभने मैले यस्तै भिडियोहरू हालिरहेको हुन्छु र यो भिडियो कस्तो लाग्यो तपाईँलाई मन परे लाइक सेयर र सब्सक्राइब पनि गर्न नबिर्सिनु होला। अब यहाँ हुँदैछ है त, एकैछिनमा हुन्छ। अब यहाँ 13% भइसकेको छ र सुरुबाट देखाएको छ 1%, 2%, 4% भइसकेको छ। यसरी चाहिँ एकछिन हामीले चाहिँ यो 100% हुँदासम्म कुरियो भने चाहिँ भिडियो जेनेरेट हुन्छ। यो गराउन चाहिँ धेरै समय लाग्दैन है त। अब हेर्नुहोस्, यहाँ चाहिँ के नोटिफिकेसन आएको छ। हामीले चाहिँ यो तपाईँले फोटो पनि चेक गर्न सक्नुहुन्छ। हेर्नुहोस्, हामीले यस्तो तपाईँले यस्तै वाला फोटो चाहिँ च्याट जिपिटीबाट सजिलै बनाउन सक्नुहुन्छ र अब यहाँ अरू भिडियो पनि बनाउन सकिन्छ। यहाँ चाहिँ भिडियो जेनेरेट हुँदैछ र हाम्रो भिडियो बनेर के भएको छ, तयार भएको छ। ल हेर्नुहोस् अब यहाँ भिडियो। We must work faster to finish today. I agree with you. This will bring a good harvest. Let us keep working. We must work faster to finish. यसरी चाहिँ तपाईँहरूले भिडियो बनाउन सक्नुहुन्छ है त। र यो भिडियोलाई चाहिँ यहाँ दाबेर चाहिँ यहाँबाट डाउनलोड प्रोजेक्टमा दाबेर चाहिँ डाउनलोड पनि गर्न सक्नुहुन्छ। डाउनलोड अगेनमा दाब्न सक्नुहुन्छ। त्यसपछि ओपनको अप्सनमा जानुहोस्। तपाईँले कुन फाइलमा राख्ने हो, यो फाइलमा राख्नुहुन्छ भने यसलाई चाहिँ सेभ गरेर डाउन गरिदिनुहोस्। अब तपाईँको चाहिँ के हुन्छ, यो भिडियो चाहिँ आफ्नो मोबाइलको अगाडि ग्यालरीमा गएर बस्छ। यो भिडियो चाहिँ यहाँ आएको छ, हेर्नुहोस्। We must work faster to finish today. साथीहरू, आज म यति भन्दै एउटा बिदा हुन चाहन्छु। बिदा हुनुभन्दा अगाडि के भन्न चाहन्छु भने हजुरहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने च्यानललाई सब्सक्राइब गरिदिनु होला र भिडियो मन परे लाइक सेयर सब्सक्राइब पनि गरिदिनु होला। र अर्को भिडियोमा भेटौँला भन्दै म बिदा हुन चाहन्छु। हस्त, धन्यवाद।